हाई एभ्रिवान, नमस्ते। साङ्केन फ्लेभर्समा यहाँहरू सम्पूर्णलाई धेरै धेरै स्वागत छ। आज चाहिँ मैले काँचो आँपको अचारको छोटो मिठो रेसिपी भिडियो लिएर आएको छु। आशा छ तपाईँहरूलाई मन पर्नेछ। आउनुहोस् अब हामी अचार बनाउनतर्फ लागौँ। 2 केजी काँचो आँपलाई राम्रोसँग धोइ पखाली गरेर काट्नको लागि रेडी गरेर राखेको छु। यो सेप एन्ड साइजमा सबै आँप काटिसकेको छु। एक चम्चा बेसार र नुन राखेर यसलाई 15 मिनेटको लागि म्यारिनेट गरेर राखिदिने। यसरी 15-20 मिनेट म्यारिनेट गरेर राखेपछि आँपमा भएको पानी निस्किन्छ अनि आँप ओइलाउनलाई र सुकाउनको लागि सजिलो हुन्छ। यो चाहिँ आँपबाट निस्केको पानी हो। आँपलाई घाममा सुकाएर आँपको अचारको लागि चाहिँ मसला तयार गर्दैछु। यो 5 फुरन मसला अलिकति भुटेर राखिदिने। त्यसै गरी यो जिरा र धनियाँ भुट्दैछु। आवश्यकता अनुसार सर्सिङ पनि भुट्दैछु। जिरा र धनियाँ भन्दा चाहिँ यो छिट्टै भुटिने भएकोले छुट्टा छुट्टै भुटेको। सेलाएपछि चाहिँ मिक्सरमा खस्रो गरेर पिसिदिने। त्यतिन्जेल यता तोरीको तेल तताएर सेलाउन राखिदिने। अन्य मसलामा चाहिँ कश्मिरी खुर्सानीको धुलो र नुन बेसार रहेको छ। अब यसलाई राम्रोसँग घोलिदिने अनि यसलाई पनि आधा घन्टा जति चाहिँ यतिकै छोडिदिने। दिउँसोभरि घाममा सुकाएपछि आँप चाहिँ यतिको ओइलाएको छ। अब यसलाई मसलामा राखेर राम्रोसँग म्यारिनेट गर्ने। हेर्नुहोस् त आँप कति राम्रोसँग म्यारिनेट भइसकेको छ अनि यसमा मसलाहरू राम्रोसँग लागिसकेको छ। अब यसलाई स्टोर गरेर लामो समयसम्म राखेर खानको लागि चाहिँ सिसाको बट्टामा राख्दैछु। मसिनो सिसाको बट्टामा 3 बट्टा भएको छ। मैले चाहिँ गत वर्ष यसै गरी हालेको आँपको अचार चाहिँ भर्खरै सकियो अनि त्यही बट्टामा फेरि अर्को नयाँ आँपको अचार राख्दैछु। गत साल यसरी नै हालेको आँपको अचार चाहिँ मिठो हुँदाहुँदै भर्खरै सकियो। आशा छ यो अचार पनि लङ लास्टिङ राखेर खान मिल्नेछ, मिठो हुनेछ। तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने चाहिँ लाइक कमेन्ट गरिदिनु होला अनि शेयर र सब्स्क्राइब पनि गरिदिनु होला।